अब स्ट्यान्डको काम पनि आएको तर यहाँबाट पनि हुन्छ जस्तो लाग्यो भिडियो भ्लग दाजु खै त हाम्रो मोबाइलवाला दाजु खै त ना राख्नु होस् हजुरलाई दिएर आएको दान खोस्टा राखेको भन्छ कस्तो छ बजार अब भयो भ्लग भयो कि नै एउटा ह्यान्डसम मान्छे के देखेर अटो फोकस हुँदो रहेछ बुझिनँ मैले कहाँ के खुवाउने हो नास्ता भन्नु त ठुलो म केमा जाउँ त्योमा के किन्ने केही किन्नु छ त्यस्तै घुम्नलाई हो मैले त भनेको मेरो काम के थियो यहाँ जुसहरू पाउँछ है जुस किनौँला अनि घुमौँला जुस राम्रो पाउँछ नभए पनि अब के खाली भित्र छिरिराख्नु किन्नु त किन्नु पऱ्यो नि त यसो सुन पसल चोरी भएको होइन यिनीहरू सक्छन् त अलि सेक्युरिटीहरू पुरा सिसाइ फोडेर लग्यो त यहाँ काण्ड बाइकमा हजुर त नेपाली होटलमा पल्केको रहेछ है सब राज खोलिदिन्छु म केटाहरू अरू कहाँ हो जाने ठाउँ घुम्न जाने ठाउँ कहाँ हो मल ऊ त्योवाला होइन जाने बेला केमा जाने अरे स्योर आजको अपडेटमा घुमाइ यस्तै यदि ग्राममा गइएन भने लास्टै टाइम सायद आज जान पनि सकिँदैन होला जस्तो लाग्छ बसमा गयो भने बस कतिखेर आउने भने फिक्स टाइम छैन जाम त्यतिको छ स्ट्यान्ड महँगोमा दियो यार अनलाइनमा किन्नु पर्छ नि 10 रुपियाँमा कति मजाको किन भनेन अगाडि मलाई अगाडि अब आफूलाई अब किन्ने मान्छे किन्ने सोच भएको मान्छे निराश हुन्छ नि त आफूले पैसाको होइन हामीलाई सामानको जरुरत छ सामान चाहियो त त्यो सामान कतिमा किन्यो भनेर फरक पर्दैन क्या त्यो सामान कसरी युज गर्नु पर्यो भनेर फरक पर्छ ओके हाम्रो भ्लग बनिरहेछ आज थन्काएर राख्यो भने त्यो काम छैन बरु 10 रुपियाँ त्यही थन्काएरै राखेको वाला एउटा थियो कि मसँग त्यो युज गर्नु त्यसलाई युज गर्यो भाँच्यो त्यसरी भ्लग बनाउँदै थियो कहाँ कसरी चलायो थाहै भएन हामी जाँदैछौँ टाढा टाढा कतिको हल्लिएको छ म त केही देखाएको छैन हुन त मेरो नि सेल्फी स्टिक योभन्दा सानो थियो रुममा थियो मैले ल्याउनै भएन अब म 5 रुपियाँ 10 रुपियाँ किनेर पनि त्यो रुममै राखिरहेको त्यो केही फाइदा भएन नि त घाटाको सौदा गरेको छ बरु मलाई थाहा हल्का ठाडो पनि आफूलाई दिन्छ त्यो स्टिक मलाई थाहै भएन आफू त्यो स्टिक मैले त्यत्रो भनेको मलाई सेल्फी यो स्टिक स्ट्यान्ड चाहिने मोमो खाइदिने कतिजना होइन रुममा अनि अरू ठाउँमा भन्छ कि किन्ने हो तर यहाँ यसरी हो पछि किनौँला भन्छ त्यस्तो माने क्या मैले आफूलाई यहाँ आफूले स्योर किन्ने थाहा पाएको भए मैले आफ्नो स्टिक दिन्थेँ नि मैले युजै गर्दैन म कति 10 रुपियाँ त्यही फ्रीको युज गरेर बिग्रियो क्या मेरो मतलब पहिलो पछि अब बोला हामी लिफ्टभित्र अब यहाँ बिचमा लाइन साइन गयो भने केही प्रब्लम आयो भने हामी यही हुने हो बस सक्यो त्यति नै कुरा हो तर हामी त्यति आ गया अभाग्य पनि भनिँदैन त्यही भएर ठ्याक्कै ठाउँमा आइयो मजाले बोल्नु कि बोल्नु आफ्नै त हो क्यामेरा आफ्नै हो भिडियो गाना बजिने रहेछ है गाना के चाहियो हजुरलाई जुस यो डिजाइनहरू हेर भन पछि के गरेर हामीले यो कक हेर्नु पऱ्यो कि कक ब्याडमिन्टनको कतिमा पर्दो रहेछ
जोडीमै छ यार। सक्सहरू छ त ए कति पनि छ सक्स सस्तो पाउँछ यहाँ के अरे जति पनि छ भने कि कति पनि छ भने लेडिज रहेछ त यहाँ आजको मार्केट यस्तै हो घुमाइ मार्केट घुमाइ यस्तै छ है म भिडियो एकटा पनि एडिट गर्दैन यत्तिकै सुकाउने यत्तिकै हाल्दैन म भिडियो त्यो कक के कक ब्याडमिन्टनको के गर्ने पङ्खावाला ब्याट मात्रै छ कक छैन कि हामी खेल्छौँ त अब हजुर पनि अपडेट सेम नखेल्ने कति बजे खेल्ने कम त्यो ग्राउन्डमा आउनु न हँ? हजुरलाई चाहिएर देखाउनु त यो चाहियो अरे बेस्ट टोय छ नि यो चाहियो अरे लास्ट एरिया त्यसको मुभीहरू दिनु यो चाहियो अरे के हो हजुरलाई पनि टोय चाहिने टोय दामी मान्छेहरू नि म त केही मन पराउँदैन यस्तो टोय पोय टोय सोय क्याब क्याब लाग्यो हमारा देखियो ह्यान्डसम देखियो ह्यान्डसम के भन्दैन के हाम्रो क्याप चाहिएको थियो मलाई सब कपाल फलाउने हो होइन होइन क्याप नलगाऊ क्याप लगायो भने कपाल सबै खुज्दै हुन्छ अनि कपाल काट्ने हो त मैले कपाल काट्दा राम्रो हो तर स्ट्यान्ड कति हाल्यो मैले 25 कि 30 त्यसै लिएर त दाजुले खोले गर्नु मान्दै भनेन है त्यसमा मैले नाच्छु अर्कोचोटि केरावाला केरा केरावाला टोय हजुर टोय लभर हो टोय सानोमा थियो होइन सानोमा अब पैसा थिएन किनिएन अहिले किनेर आइस पुरा गरौँ भनेको ए ए यो पनि छ भिडियो त धेरै लामो भइसक्यो त त्यही सानो सानो सर्टकट बनाउनु त त्यो काट्न मिल्छ त अनि सबै मेन मेन राम्रो राम्रो आएको मलाई आउँदैन त काट्न मलाई यस्तो सस्तो सस्तो जुत्ता हेर्नु न एन्ड्रोइडमा हालेर फेरि हँ एन्ड्रोइडमा हालेर त्यो एउटा मोबाइलदेखि अर्को मोबाइलमा भिडियो सेयर गर्दाखेरि त्यसको क्लियरिटी घट्दो रहेछ क्या त्यसो हो यस्तो जुत्ता कहाँ लगाएको हजुरले यही हो यो त लेडिज जस्तो छ अनलाइनमा यो 25 रुपियाँ पर्छ कति 25 रुपियाँ अर्को तल जाउँ अर्को तल जाउँ 5 मिनट भइसक्यो